हेलो साथीहरु फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अब आज फेरि नयाँ सानो भिडियो आउँदै छ। अहिले चाहिँ म बिहानै 7 वा 8 बजे होला अब काठमाडौँतिरको यात्रा गर्दै छु। साथीहरु मेरो छोरीले म हिँड्ने बेला जहिले यसरी पछाड खोज्नु चाहिँ उठेर यहाँ आइपुग्नु भएको छ हेर्नुस् है। ओ पुई ए हाय बाइ बाइ गर्नुस्, बाइ बाइ गर्नुस्। मेरो छोरी जहिले मसँग आउनुहुन्छ क्या कुद्दै 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 है। हेलो हेलो बाय बाय माउसँग बस्नु ल। हस् नाइ 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 होइन होइन ल ल आउन 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 ए आइहाल्छ 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 आइहाल्छ। निन्द्रामै हुनुहुन्छ। माउले बोलाउन म जान्छु ल बाय बाय। नाइ 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 म आइहाल्छु है। हजुर मलाई ढिलो भइसक्यो कि है। मम्मीसँग जानु मसँग जानु। मेरो छोरी खाली पछाड गर्छ बिहान बिहान मेरो छोरी के नाइ 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 आउन बिछै अब्बी छ अब्बी छ नि अब्बी हुन्छ छोरा। अच्छा अच्छा है गफ गरेको के हेल्नु भएको मास्तिर। ल हस् बाई बाई। मम्मी जानु ल मम्मी जानु ल है म जान्छु नि त बिचरा ल। नाइ 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 बाई 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 बाई। ल जानु नि के गरेको ल। मरि तान्छे यार बाइक क्रस गरिरहेको छ यार। कति दिनमा छुट्यो सरोज मामा? छुट्टी कति दिनमा भएको? 2 हप्तामा छुट्यो अहिले। बाटोको हालत चाहिँ यस्तो छ भक्तपुरको बनिरहेछ। भक्तपुरको भन्दा नि स्पेशल चाहिँ यो के भन्छ सूर्य विनायकदेखि यो बनेपा जाने रोड चाहिँ ठुलो बनिरहेछ अहिले। अनि त्यही भएर पनि यो बाटो चाहिँ अलिक गडबडी छ। धुलोहरू भन्दा नि दिउँसोको टाइममा चाहिँ धेरै नै धुलो हुन्छ। यो बाटो मास्लाएर हिँडेन भने चाहिँ बेलुका रुवा लाग्छ घरबाट। सुरु सुरु भिडियो बनाउन थालेको अलिक बोल्न पनि मजाले आउँदैन। सिकिरहेको छु बोल्न नि आउँदैन भिडियो बनाउन नि आउँदैन। खासमा चाहिँ सिक्ने प्रयास छ। राम्रो छ बाटो त काठमाडौँसम्मै। तर काठमाडौँमा चाहिँ लास्टै जाम हुन्छ क्या। यता त ठिकै छ भक्तपुर त काठमाडौँ चाहिँ लास्टै जाम हुन्छ। यस्तो चाहिँ रोड हुनुपर्छ क्या काठमाडौँमा। अनि चाहिँ बाइक बनाउनु मजा हुन्छ क्या साथीहरू कि। के छ र यता चाहिँ राधे राधे भक्तपुरको बाटोपट्टि नै यो चाहिँ साथीहरू होइन। हामी चाहिँ हेर जता क्रस गर्ने ठाउँ छ। नेपालमा त जसरी गाडी कुदा नि हुन्छ है। फिक्स कानुन कसैले फलै गर्दै गर्दैन। कानुन त छ तर फलो गर्दैन। प्राय गर्न चाहिँ पर्ने हो सबैले। मैले एकजनाले गरेर हुन्न सबैजनाले गर्यो भनेको सबैलाई सजिलो हुन्छ। यस्तै रोडमा यस्तो गाडी हुन्छ नि गाडी चन्द्र खानु भन्ने यस्तो छ। त्यही भएर काठमाडौँमा चाहिँ नगरपालिकाले अलिक साह्रै गरेको क्या त्यो। ल पाइरा सेट आज ल त ऊ त घुम्नु खोजिरहेको छ मलाई त घुम्नु खोजिरहेको छ।
तपाईँ यता घुमाउनु खोजिरहनु भएको छ, म यता घुमाउनु खोजिरहेको छु नि। ल भाइ ल ल ल यहाँ त्यो रातिमा भाइलाई छोड्न थियो चाहिँ यहाँको ड्युटी, यहाँ ड्युटी छ उसको, विन्स फ्याक्ट्रीको म्यानेजर हो भाइ चाहिँ। अनि उसलाई छोडेर अब फेरि काठमाडौँतिरै लाग्न परेको छ। अब चाहिँ जाडो सकिएछ मजाले, नत्र त्यतिखेर त काठमाडौँमा त कहाँ गाडी गराउँछ, चिसोले मारिहाल्छ। यत्रो ठुलो रोड त यस्तो छ, अनि काठमाडौँको रोडले के जान्थ्यो। भिडियोको चक्करमा गियर चलाउनै भुलिरहेको छु घरिघरि। बोकेश्वरको जाम यस्तो जाम छ नि जहिले, यहाँ टाइममा कहिले पुग्दैन, पुग्नुपर्ने ठाउँमा नि के फ्लाइओभर चाहिँ यहाँ चाहिएको छ, तर कहिले बनाउने फ्लाइओभर। ल ल यहाँ आएर ल ल पेला पेला के गरिहाल्यो गाडीहरू, छ नै खोज्छ त, यस्तो त जाम छ, अनि कहिले पुग्नु ठाउँमा है। किन चम्क्याउनु चम्क्या कहाँ लड्छन् होला है, फेरि हिँड्न खोजेको छ। काठमाडौँ छिरेपछि त यस्तै हो, अब सरासर हिँड्नु त चान्सै थिएन, घिस्रिँदै बसले पेलिन्छ, मासाला तल्तिर आँटो त्यसरी जानी पेल्छ जाँटो बसाले। अरू त होइन, यो पब्लिक बसेर चाहिँ पेल्छ, अरू बस्नु खासै पेल्दैन, यो पब्लिक बस्नु चाहिँ लास्टै पेल्छ क्या। अब यसरी आउँछ, अनि ड्याममा ठोक्दैन त। यही चाहिँ गाह्रो छ है यहाँको, यहाँ फ्लाइओभर चाहिएको छ माइती घरमा नि, कस्तो जाम हुन्छ भने जहिले अझ फेरि यहाँ त आन्दोलन माग पुरा गर्ने ठाउँ हो फेरि सबैको, कसैले के भयो भने यहीँ आएर आन्दोलन सुरु हुन्छ, मेन जक्सन। त्यही भएर पनि यहाँ अलिकति जाम हुन्छ, आज त ठिकै रहेछ, अहिले त आज छैन रहेछ, नत्र त यहाँ जहिले धेरै जस्तो त आन्दोलन भइरहन्छ, विरोध प्रदर्शन नै भइरहन्छ। यहाँ चाहिँ अलिकति स्ट्यान्डर्ड तरिकाकै फ्लाइओभर चाहिन्छ क्या यो ठाउँमा चाहिँ।
चाहिँ फुल्ली वान वे हो र यस्तो छ गाडीको चाप कतै छ हौ काठमाडौँ बाइक पनि यहाँ छ अर्को अप्ठ्यारो ठाउँ क्या यहाँ चाहिँ एक्सिडेन्ट हुने चान्स धेरै हुन्छ क्या अब यस्तो गरेर जानुपर्छ पेल्दै जानुपर्छ सबै चाहिँ अनि के गर्ने यहाँ पनि अलिकति असुरक्षित छ रोड यो ठाउँ सही गेटमा नि फाइनली धराहरा सुन्दर आइपुग्यो साथीहरू अहिलेको नयाँ धराहरा सेतो टावर भन्नु फेरि विरोध गरेर भन्नु होला यो धराहरै हो जसरी बनाए पनि अहिलेको यो नयाँ धराहरा हो यो तर टिकट महँगो छ भन्ने चाहिँ जनगुनासो आइरहेछ म चाहिँ आएको छैन त्यहाँ चढेको नभएर ढल पनि के गर्ने है बाहिर नेपालमा अस्ति भर्खरै आइरहेको थियो राति तर म त निराटे थाहै पाइनँ हामीहरूले चाहिँ थाहा रहेछ उठाइरहेको थिएँ मलाई के भन्छ भूकम्प आयो अरे म निन्द्रामा छु कसरी आयो भूकम्प कहाँ आयो के हो मलाई त ठुलो भूकम्प आयो भने त सुत्दै त्यही बनाउँछ जस्तो लाग्छ सुत्दै बेला के दिन्छ जस्तो लाग्यो यस्तो ठोक्यो झट्टै ठोक्यो बाइक ढिलो 7 मिनट यहाँ आइपुग्यो 10-15 मिनट ढिलो भइहाल्यो नि हो आज पनि जहिले ढिलो हुन्छ क्या म टाइममै निस्किन्छ तर कसो कसो ढिला भइहाल्छ क्या दरबार हाई स्कुल ल चटक्क बनाएको थियो नि त कस्तो राम्रो छ ल दरबार हाई स्कुल बत्ती जाने सफा होइन अब चाहिँ यहाँबाट चाहिँ राइट लाग्न पर्यो लेफ्ट लाग्न पर्यो ठ्याक्क जमल चोक बाटो छैन रहेछ त धेरै छ साथीहरू आइपुग्यो होला निकै भन्नु आएको 10-15 दिन नआएको पनि साथीहरूले आउनु पर्यो सुनिन्छ भनेर चाहिँ म फेरि अलिक ठिक पनि भयो अलिक बडी कन्डिसन नि ठिक थिएन अनि अहिले चाहिँ अलिक ठिक पनि छ त्यही भएर आज चाहिँ आइदिएको आजदेखि चाहिँ अब कन्टिन्यू हजुर काठमाडौँ महानगरपालिका हाम्रो पर्मानेन्ट पार्किङ चाहिँ यता छ अनि यो हो साथीहरू यो चाहिँ पर्मानेन्टै हो पार्किङ हामीले पार्किङ गरेँ यहाँ जहिले 6 महिनाको एकैचोटि पैसा तिरेछ अनि काठमाडौँ आउँदा चाहिँ यही हो प्रायः पर्मानेन्ट पार्किङ चाहिँ कोही आएछ नि त साथीहरू आएछ नि क्या जमल चोक अहिले यस्तो भएको छ ढुङ्गा बिछ्याएर यस्तो दामी बनाएको छ अब चाहिँ यो ढुङ्गा भत्किँदैन होला सायद अब यहाँदेखि अलिकति भित्र गयो भने असल चोक अनि मेरो काम चाहिँ यता हुन्छ
सरसफाइ भइरहेको छ यस्तो दामी ढुङ्गा छेदा छ है ओहो यस्तो गल्ली गल्ली चाहिँ बाइक लिएर हिँड्नु त लास्टै जाउँछ हो साथी यहाँभित्र त सटर खुलै छैन रहेछ खुल्दैछ मेरो चाहिँ त्यहाँसम्म मात्र म जान लागेको ठाउँसम्म मात्र भिडियो हुन्छ त्यहाँदेखि माथि चाहिँ अलिक बनाइदिन अलिक अलाउड पनि छैन होला साथीहरू पनि निकै हुन्छ अलिक भिडियो बनाउनु अप्ठ्यारो हुन्छ त्यही भएर अब चाहिँ लगभग भिडियो स्टपै गर्नु पर्ला पसल खुल्दै रहेछ बिस्तारै बिस्तारै ओहो अब ठ्याक्क यहाँबाट चाहिँ भोटा आइटी निस्किन्छ मेरो काम चाहिँ भोटा आइटीमा हो यस्तो यता चाहिँ यस्तो फेरि इँटा छ मन्दिर बन्दैछ पानी चाहिँ प्रशस्त छ है अहिले नि रोडतिर साथीहरू घरबाट पनि पुगिरहेछ यता पार्किङ गरेर बाइक उठाइदिइहाल्छ अनि पार्किङ चाहिँ माथि नै गर्छु म चाहिँ र अब चाहिँ मैले भिडियो स्टप गरेँ है साथीहरू अब यहाँ माथि चाहिँ भिडियो नबनाऊ है हो यस्तो गल्ली छ गल्ली यस्तो छ साथीहरू ल बाई बाई